सुरुमा नेप्से इन्डेक्स हेरौँ। आज बजार 2622 मा क्लोज भएको छ। 26.53 अङ्कले आज बजार बढेको छ। 1.02% बढेको तपाईँले देख्न सक्नुहुन्छ। सुरुवाती चरणमा बजार बढ्ने कोसिस गर्यो, त्यसपछि 11:30 पछि यो 12 बजेदेखि झनै 1:20 साढे 1 बजेसम्मको अवधिमा चाहिँ बजार त्यति बढ्न सकेन। 1:30 बजे पश्चात बजार बढ्दै गएर लास्टमा आज बजार माथि नै क्लोज भएको तपाईँले देख्न सक्नुहुनेछ। र आजको वृद्धि हुने कम्पनीमा हेर्ने हो भने 185 वटा कम्पनीको सेयर मूल्य बढ्यो, जसमा ACL, BSL, ADBL, AHL, AHPC, AKPL, ALBSL, ALICL, ANLB, अपी, अभियान लगायतका कम्पनी देख्न सक्नुहुन्छ। 63 वटा कम्पनीको सेयर मूल्य घट्यो, जसमा AKJCL, त्यस्तै गरेर तपाईँको बलेफी देख्न सक्नुहुन्छ, बाराई हाइड्रो देख्न सक्नुहुन्छ, BNT, BPCL, CHG, CGS, त्यस्तै गरेर CHDC, क्रेस्ट, HDPL, त्यस्तै DLBS लगायतका कम्पनीको सेयर मूल्य आज घटेको छ। आज सबै कम्पनीको कारोबारमा उतार चढाव आए, कुनै पनि कम्पनीको मूल्य आज स्थिर चाहिँ रहन सकेन। जति कम्पनी कारोबारमा आए सबै कम्पनी नै आज तलमाथि भयो। टप गेनरमा हेर्नुहुन्छ भने आज यो पछिल्लो समयमा सप्तकोशी डेभलपमेन्ट देख्न सक्नुहुन्छ, त्यस्तै गरेर यो विन्ध्यवासिनी हाइड्रो पावर, यसको विषयमा मैले बिहानै भिडियो बनाएको थिएँ। त्यस्तै यो MBLD को यो म्युचुअल फन्ड, GBL को विषयमा पनि मैले भिडियो बनाएको थिएँ बिहानै मात्र। त्यस्तै त्रिशुली जलविद्युत पनि बढ्यो। अर्को त्यसपछि अब तपाईँले हेर्ने हो भने विन्ड, त्यस्तै यो गुणास लघुवित्त, रिभर्स फल पावर पनि बढ्यो, यसको विषयमा पनि मैले भिडियो बनाएकै थिएँ। त्यसपछि PBD 88, त्यस्तै साहसको विषयमा पनि मैले बिहानै भिडियो बनाएको थिएँ, यो पनि बढेको देख्न सक्नुहुन्छ। त्यसपश्चात अन्य कम्पनीहरू पनि तपाईँले कन्टिन्युसली बढेको देख्न सक्नुहुन्छ। यो भगवती हाइड्रो, GRDBL, TPC, कट डेभलपमेन्ट ब्याङ्क, बरुन लगायतका कम्पनीहरू पनि बढेको देख्न सक्नुहुन्छ। आजको टप लुजरमा यो जोशी घटेको छ र मैले जोशीको हिजो सम्भवतः भिडियो बनाएको जस्तो लाग्छ। यसमा अलिकति आफ्टर यो बढिसकेपछि करेक्सन आइराखेको भएको कारणले तपाईँले अलिकति वेट गर्नुहोला भनेको थिएँ। युनिलिभर नेपाल पनि आज घट्यो, त्यस्तै PMHPL पनि घट्यो, पञ्चकन्या माई हाइड्रो, यसको पनि सम्भवतः मैले भिडियो बनाए नै जस्तो लाग्छ। यसको यो वृद्धि पश्चात एउटा करेक्सनको सम्भावना देखिएको थियो, सो त्यो कारणले गर्दाखेरि यसको पनि मैले भिडियो बनाए जस्तो लाग्छ। सो यो पनि आज तपाईँको घटेको देख्न सक्नुहुन्छ। त्यसपछि प्योर इनर्जी पनि घट्यो आज हैन, त्यस्तै गरेर BPCL पनि घटेको तपाईँले देख्न सक्नुहुन्छ। यसको विषयमा पनि मैले भिडियो बनाइ नै सकेको थिएँ तपाईँहरूलाई हैन। त्यसपश्चात अब आजको टप टर्नओभर हुनेमा साहस देखियो, BPCL, UNSPL, NGPL, राधी तपाईँले देख्न सक्नुहुन्छ। त्यस्तै टप भोल्युम आउनेमा साहस, NGPL, UNSPL, त्यस्तै NMB को म्युचुअल फन्ड, बरुन लगायतका कम्पनी छ। टप ट्रान्जेक्सनमा साहस, बरुन, त्यस्तै यो सप्तकोशी, NGPL, UNSPL लाई तपाईँले देख्न सक्नुहुनेछ। आजको कारोबार 7 अर्ब प्लसको तपाईँले देख्न सक्नुहुनेछ। 74,752 टोटल सेयर आज ट्रान्जेक्सन भएको छ भने टोटल सेयर ट्रेड चाहिँ आज 1,66,43,114 किता टोटलमा आज सेयर ट्रेड भएको छ। 328 वटा स्क्रिप्टहरू आज कारोबार भएको तपाईँले देख्न सक्नुहुन्छ। अर्को अब नेप्सेको आजको चार्टमा हेर्ने हो भने आज क्लियरली बुलिश इन्गल्फिङ क्यान्डल बनेको छ। यो भनेको हाम्रो लागि एकदमै राम्रो हो र मैले अब अस्तिदेखि नै कन्टिन्युली तपाईँहरूलाई के भन्दै आइराखेको छु भने यो एरियामा कन्टिन्युसली बजारले के बनाइराखेको थियो भन्दाखेरि ह्यामर क्यान्डल बनाइराखेको थियो हैन, ह्यामर क्यान्डल बनाइराखेको थियो। सो अब यो एउटा राम्रो सपोर्टको लेभल हो, मैले भन्दै नै आइराखेको थिएँ कन्टिन्युसली हैन। अब यो भन्दा मुनि आउने सेयर स्टक, अब नेप्से यो भन्दा मुनि आउने सम्भावना चाहिँ एकदम रियर केसमा मात्रै हुन्छ भन्दै आएको थिएँ। अब रियर केस भनेको चाहिँ अब यो भन्दा 2600 भन्दा मुनि अथवा चाहिँ अब यो 2445 सम्म त अब
आउनै नसक्ने भन्ने अवस्था त होइन। तर अब मैले बारम्बार एउटा कुरा चाहिँ के भनिराखेको छु, 2200-1800 भनेको नेप्से 2200-1800मा अब नेप्से आउँछ भन्नु चाहिँ लगभग एउटा सपना जस्तो मात्रै हो होइन। अब त्यस्तै खालको एउटा अर्थतन्त्रमा विश्व अर्थतन्त्र नै अब धरातलमा पर्यो, नेपालको अर्थतन्त्रै धरातलमा पर्यो, त्यस्तै खालको सिचुएसन नै आइपर्यो भने त अब त्यो बजार प्रभावित हुने कुरा आफ्नो ठाउँमा छँदैछ। अब यो बिचमा पनि अलिअलि प्रभाव त परि नै राखेको छ। यो विभिन्न अब युद्धहरूको कारणले गर्दाखेरि प्रभावहरू त देखिएकै छ, तर पनि बजार थामिएको हामीले देख्न सकिन्छ। र अब फाइनल्ली नेप्सेले आफ्नो सपोर्टको लेभल लिएको छ र अब नेप्सेले लगभग यो 4 दिनको वृद्धिलाई एकैचोटि निलेको छ। अबको हाम्रो टार्गेट भनेको चाहिँ फर्स्ट टार्गेट 2680 नै हुन्छ होइन। 2680 अब यो एरियालाई अब फर्स्ट टार्गेट हुन्छ। अब त्यस पश्चातको भनेको चाहिँ हाम्रो यो त्यसपछि भनेको हाम्रो यो 2720 को नै हो होइन। 2720 को लेभल हाम्रो नेक्स्ट टार्गेट, 2720 अथवा 25 को लेभल चाहिँ नेक्स्ट टार्गेट हो। अब यो एरियालाई बजारले होइन यसरी वृद्धि भएर अब यहाँबाट डाइरेक्ट अब यसरी ब्रेकआउट गरेर गयो भने त अब माथि गइ नै हाल्ने भयो होइन, 2900 तिर पुग्ने भयो। तर यहाँबाट फेरि एउटा रेसिस्टेन्ट लिएर यसरी माथि ब्रेकआउट गर्न पनि सक्ने सम्भावना बढ्दै गइरहेको छ, किनभने धेरै समय यो एरियामा बजार खेलिसकेको छ है। हामीले हेर्ने हो भने धेरै समय नै यो एरियामा बजार खेलिसकेको भएको कारणले गर्दाखेरि चाहिँ एकदमै हामीले के चाहिँ बुझ्नुपर्छ भन्दाखेरि अब बजार तलभन्दा चाहिँ माथि नै जाने सम्भावना एकदम म्याक्सिमम रहेको छ। जस्तो अब हाम्रो यो 1800 को बजारमा हामीले जुन प्रकारको एउटा मार्केटको सेन्टिमेन्ट देख्यौँ, जस्तो यहाँ यसरी तल आयो फेरि माथि गयो, तल आयो माथि गयो, तल आयो माथि गयो, फेरि तल आयो माथि गयो अनि तल आएर यसरी ब्रेकआउट गर्यो। अब सेम सेन्टिमेन्ट अहिलेको बजारमा पनि दोहोरिएको छ होइन। यो 3000 प्लस को हाम्रो एउटा ब्रेकआउट पश्चात 3000 प्लस बजारले गरेपछि तल आयो, यो एरियालाई सपोर्ट मान्यो, फेरि माथि गयो, फेरि तल आयो, फेरि माथि गयो, फेरि तल आयो, फेरि माथि गयो, तल आयो, माथि गयो, तल आयो, अब माथि जाँदैछ होइन। भनेको हामीले 1800 मा नेप्सेको जुन सेन्टिमेन्ट देखेका थियौँ, अहिले यो 2700 2500 देखि यो 2700 को बीचमा पनि त्यही सेन्टिमेन्ट देखिरहेका छौँ। सो त्यो कारणले बजार माथि जाने सम्भावना अब निकै नै बढ्दै गइरहेको छ। र बारम्बार मैले भनिरहेको छु, यो 2700 को लेभल चाहिँ यदि बजारले यो 2730 को लेभल भन्दा माथि बजार गइहाल्यो भने यसपछि चाहिँ बजार यो फेरि 2500 तिर 2600 तिर झर्ने सम्भावना कम रहन सक्छ त्यस पश्चात होइन। त्यसपछि भनेको 2700 प्लसमा बजार खेल्छ। त्यो 2700 प्लस अनि यो 2900 3000 को बीचमा चाहिँ त्यस पश्चात बजार खेल्छ भन्ने मेरो चाहिँ आफ्नो एनालाइसिस हो र मेरो आफ्नो विचार चाहिँ यो 2700 को लेभललाई बजारले ब्रेकआउट गरेपछि चाहिँ यो 3000 र 2700 मा खेल्छ, त्यस पश्चात 3200 र 3000, त्यस पश्चात 3200 ब्रेकआउट गरिसकेपछि हामी नेक्स्ट पिक पोइन्टमा पुग्नेछौँ भन्ने मलाई लाग्छ। अब बोलिङ्गर ब्यान्डबाट हेर्ने हो भने बोलिङ्गर ब्यान्डबाट पनि बजार राम्रै चलिरहेको छ। अब अस्तिदेखि सेलिङ प्रेसर दिएको बोलिङ्गर ब्यान्डले अब अहिले तपाईँले हेर्नुहुन्छ भने बिस्तारै माथि गइरहेको छ। बोलिङ्गर ब्यान्डको मिडल ब्यान्ड र लोवर ब्यान्डको बिचमा ट्रेड भइरहेको छ। अब एमएसिडीको कुरा गर्ने हो भने एमएसिडीले पनि बिस्तारै सेलिङ प्रेसर बाई प्रेसर क्रिएट गर्दैछ। अब सबै कुरा नै पोजिटिभ हुँदैछ होइन। अब अलिकति अझै पनि हामी एउटा कुरामा चाहिँ हामी अहिलेबाट तयार रहनुपर्छ भन्दाखेरि अब यो असारको लास्ट विक भनेको चाहिँ यो असारको 25-26 होइन। अब आज 15 गते भनेको यो तपाईँको चाहिँ आज 15 गते भनेको आज आइतबार भयो। अब अर्को बिहिबार भनौँ होइन, अर्को बिहिबारसम्ममा मार्केट बढ्ने। अब त्यस पश्चात अर्को बिहिबार भनेको चाहिँ आज 15 भनेपछि लगभग 22, यो 22 देखि 25 भित्रमा चाहिँ अलिकति हामी सतर्क चाहिँ अलिकति हुनुपर्ने हुन्छ, किनभने यो बिचमा यो असार अन्तिमको चटारोले अलिकति बजारमा प्रभाव पार्न सक्छ। सम्भवतः यो पालिको वृद्धिले
यो पालिको वृद्धि चाहिँ अब अलिकति यो खेलाडीहरूले अलिकति माथि धकेलेर फेरि सेलिङ प्रेसर क्रिएट गर्न सक्छ। त्यो कारणले यो बेलामा अलिकति हामी चनाखो चाहिँ रहनुपर्छ, किनभने जहिले पनि यो असारको लास्टतिर अलिकति बजारमा प्रेसर क्रिएट हुने नै हुन्छ होइन। यो असारको अन्तिम हप्ता पश्चात चाहिँ बजार फेरि स्थिरमा भइ नै हाल्छ।